नमस्कार सम्पूर्णमा। आजको यस भिडियोमा हामी कक्षा 12 को इन्भेन्ट्री म्यानेजमेन्ट है जुन हामीलाई एनईबी एक्जाममा चाहिँ 1 मार्क्समा मात्र सोध्छ। आज हामी यो च्याप्टर स्टार्ट गर्न गइरहेको छौँ। फर्स्ट अफ अल त म तपाईहरुलाई इन्भेन्ट्री म्यानेजमेन्ट भन्ने बित्तिकै गोदाममा स्टकको म्यानेज गर्ने हो, स्टकको चाहिँ म्यानेजमेन्ट गर्ने हो। हामीले गोदाममा चाहिँ एकदम धेरै पनि स्टक राख्न हुँदैन, एकदम थोरै पनि स्टक राख्न हुँदैन। त्यसैले हामीले गोदाममा म्याक्सिमम कति स्टक राख्ने, मिनिमम कति स्टक राख्ने, त्यो कुराको चाहिँ हामीले निर्धारण गर्नुपर्छ। धेरै स्टक राख्दा पनि हामीलाई घाटा हुन सक्छ र एकदम थोरै स्टक राख्दा पनि हामीलाई कहिलेकाहीँ अपर्च्युनिटी लस हुन सक्छ। हामीले यो इन्भेन्ट्री म्यानेजमेन्ट भनेको गोदाममा प्रपर स्टक राख्ने हो, म्याक्सिमम कति राख्ने, मिनिमम कति राख्ने, त्यो कुराको प्रपर प्लानिङ गर्ने र प्रपर कन्ट्रोलिङ गर्ने हो। र विशेष गरी यो इन्भेन्ट्री म्यानेजमेन्टमा हामीले दुईवटा टपिक्स पढ्छौँ। एउटा इकोनोमिक अर्डर क्वान्टिटी हो र एउटा चाहिँ स्टक लेभल हो। र यो इकोनोमिक अर्डर क्वान्टिटी र स्टक लेभल दुईटा टपिक्स छ हामीलाई, र हामीलाई विशेष गरी इकोनोमिक अर्डर क्वान्टिटीबाट सोध्यो भने पनि 1 मार्क्समा सोध्छ, होइन यसबाट सोधेन भने स्टक लेभलबाट सोध्न सक्छ, स्टक लेभलबाट सोध्यो भने पनि 1 मार्क्समै सोध्ने हो। यो दुईटा मध्ये कुनै एउटा टपिक्सबाट हामीलाई सोध्ने हो। मैले भने तपाईहरुलाई इन्भेन्ट्री म्यानेजमेन्टमा दुईटा टपिक्स छ हामीले पढ्नुपर्ने, यो दुईटा टपिक्स मध्ये एउटा मात्रै सोध्ने हो है हामीलाई एक्जाममा। र विशेष गरी हामीले आज चाहिँ यहाँ इकोनोमिक अर्डर क्वान्टिटीको फर्मुलाहरू लेखेका छौँ र यसको बारेमा हामी छोटो चर्चा पनि गर्दैछौँ। र फर्स्ट अफ अल त इकोनोमिक अर्डर क्वान्टिटी भनेको के हो त? इकोनोमिक अर्डर क्वान्टिटी भनेको हामीले त्यस्तो क्वान्टिटी सामान किन्नु पर्यो कि हामीले गोदाममा स्टक राख्नको लागि त सामान त सुरुमा त हामीले किन्नु पर्छ नि त। इकोनोमिक क्वान्टिटी किन्ने भने चाहिँ के हो त भन्दा त्यस्तो क्वान्टिटी किन्नु पर्यो कि जसबाट हामीलाई चाहिँ धेरै भन्दा धेरै नाफा होस्। इकोनोमिक अर्डर क्वान्टिटी भनेको त्यस्तो क्वान्टिटी हो जुन क्वान्टिटीमा हामीले सामान पर्चेस गर्दा धेरै नाफा कमाउन सकिन्छ। त्यो क्वान्टिटीलाई नै हामी इकोनोमिक अर्डर क्वान्टिटी इओक्यू भन्छौँ है। त्यो क्वान्टिटीलाई नै हामी के भन्छौँ त? इकोनोमिक अर्डर क्वान्टिटी। इओक्यू इकोनोमिक क्वान्टिटी भनेको त्यस्तो क्वान्टिटी हो जुन क्वान्टिटीमा सामान अर्डर गर्दा धेरै नाफा हुन सक्छ। र अर्को के हो त? स्टक लेभल। स्टक लेभल भनेको चाहिँ के त? हामीले गोदाममा मिनिमम स्टक कति राख्ने, म्याक्सिमम स्टक कति राख्ने, त्यो कुराको निर्धारण गर्छौँ स्टक लेभलमा। र आज हामी विशेष गरी इकोनोमिक अर्डर क्वान्टिटीको चाहिँ फर्मुलाहरू चर्चा गर्छौँ है त। हामीले फर्स्ट अफ अल इकोनोमिक अर्डर क्वान्टिटीलाई सर्टकटमा इओक्यू भन्छौँ। इओक्यू निकाल्ने फर्मुला रहेको छ 2AO डिभाइड बाई सी है, रुट अन्डर 2AO डिभाइड बाई सी। यसको एन्सर जहिले पनि युनिटमा हुन्छ, किन भन्दा इकोनोमिक क्वान्टिटी भनेको कति क्वान्टिटी सामान किन्ने भनेको हो के। इकोनोमिक अर्डर क्वान्टिटी भनेको कति क्वान्टिटी सामान चाहिँ हामीले पर्चेस गर्ने हो त। त्यो इकोनोमिक क्वान्टिटी पर्चेस गर्दाखेरि चाहिँ हामीले भोलिको दिनमा त्यसबाट चाहिँ धेरै भन्दा धेरै के त नाफा कमाउन सकिन्छ है। र अर्को के छ भन्दा टोटल कस्ट अफ इकोनोमिक अर्डर क्वान्टिटी। ल मानौ कि हामीलाई इकोनोमिक अर्डर क्वान्टिटी चाहिँ कति आयो त भन्दा 1000 युनिट आयो। 1000 युनिट भनेको चाहिँ हामीले एक पटकमा चाहिँ के त 1000 युनिट चाहिँ के त पर्चेस गर्ने। टोटल कस्ट अफ इकोनोमिक अर्डर क्वान्टिटी भनेको चाहिँ इओक्यू, त्यो क्वान्टिटी पर्चेस गर्नको लागि टोटल कति खर्च लाग्छ भनेको यसको एन्सर जहिले पनि रुपिजमा आउँछ र फर्मुला चाहिँ रुट अन्डर 2AOC हो है। माथिको इओक्यू को फर्मुला रुट अन्डर 2AO डिभाइड बाई सी हो र टोटल कस्ट अफ इओक्यू को फर्मुला चाहिँ रुट अन्डर 2AOC हो। यसको एन्सर चाहिँ जहिले पनि युनिटमा हुन्छ र यसको एन्सर जहिले पनि केमा हुन्छ भन्दा रुपिजमा हुन्छ। र यो AO र C को बारेमा हामी थोरै चर्चा यतापट्टि गर्नेछौँ। ल AO र C को बारेमा थोरै चर्चा हामी यता गर्नेछौँ। अर्को नम्बर अफ अर्डर भनेको छ। नम्बर अफ अर्डर भनेको कति पटक अर्डर गर्ने भने हो। नम्बर अफ अर्डर भनेको वर्षमा कति पटक अर्डर गर्ने त, त्यो निकाल्ने फर्मुला A डिभाइड बाई इओक्यू। A डिभाइड बाई इओक्यू। A भनेको के हो त? एनुअल रिक्वायरमेन्ट। A भनेको एनुअल रिक्वायरमेन्ट हो, एनुअल कन्जम्सन हो, एनुअल डिमान्ड हो। वर्षमा कति सामान चाहिन्छ, A डिभाइड बाई इओक्यू है। नम्बर अफ अर्डर भनेको कति पटक अर्डर गर्ने भनेको, यसको एन्सर चाहिँ नम्बर अफ अर्डर भनेको कति पटक अर्डर गर्ने, यसको फर्मुला A डिभाइड बाई इओक्यू। A भनेको एनुअल रिक्वायरमेन्ट, एनुअल डिमान्ड, एनुअल कन्जम्सन, वर्षमा कति सामान चाहिन्छ। इओक्यू भनेको इकोनोमिक अर्डर क्वान्टिटी, एक पटकमा कति क्वान्टिटी अर्डर गर्ने हो त्यो चाहिँ हामीले माथि निकालेको हुन्छौँ A डिभाइड बाई इओक्यू गरेर। यसको एन्सर जहिले पनि टाइम्समा हुन्छ है, यसको एन्सर जहिले पनि टाइम्समा हुन्छ।
र हामीलाई यो चाहिँ प्राय सोध्दैन, तैपनि कहिलेकाहीँ सोध्न पनि सक्छ। तर मैले यहाँ फर्मुला चाहिँ लेखिदिएको छु ल। लेन्थ अफ इन्भेन्ट्री साइकल भनेको छ है। लेन्थ अफ इन्भेन्ट्री साइकल भनेको कति कति दिनको ग्यापमा सामान अर्डर गर्ने भन्न खोजेको है। कति कति दिनको ग्यापमा, कति कति हप्ताको ग्यापमा, कति कति महिनाको ग्यापमा सामान अर्डर गर्ने भन्न खोजेको। यो चाहिँ डेज, मन्थ अर विक इन अ इयर डिभाइड बाई नम्बर अफ अर्डर है। फर्मुला तपाईँहरूले लेख्नु होला, कहिलेकाहीँ सोध्न सक्छ। डेज, मन्थ अर विक इन अ इयर, वर्षमा कति दिन, कति महिना अर्थात् कति हप्ता हुन्छ, डिभाइड बाई नम्बर अफ अर्डर। यो गरेर हामीले चाहिँ लेन्थ अफ इन्भेन्ट्री साइकल, लेन्थ भनेको कति कति दिनको ग्यापमा अर्डर गर्ने। विशेष गरी इक्जाममा फोकस चाहिँ यो तीनटा फर्मुलालाई गर्नु होला। इओक्यू, टोटल कस्ट अफ इओक्यू, नम्बर अफ अर्डर। इओक्यू निकाल्ने रुट अन्डर 2AO डिभाइड बाई सी। टोटल कस्ट अफ इओक्यू निकाल्ने 2AOC रुट अन्डरमा, नम्बर अफ अर्डर ए बाई इओक्यू। अब यो AO र C को बारेमा थोरै चर्चा गरौँ ल। ए भनेको मैले भनिसकेँ, वर्षमा कति सामान हामीलाई आवश्यकता पर्छ त एक वर्षमा। एनुअल कन्जम्सन, एनुअल रिक्वायरमेन्ट, एनुअल डिमान्ड, वर्षमा कति सामान हामीलाई आवश्यकता पर्छ। त्यस्तै अब ओ भनेको चाहिँ अर्डरिङ कस्ट पर अर्डर। पर अर्डर भनेको एकपटक अर्डर गर्दाखेरि लाग्ने खर्च। ओ भनेको अर्डरिङ कस्ट पर अर्डर हो है। र अर्डरिङ कस्टलाई कहिलेकाहीँ चाहिँ प्रोक्योरमेन्ट कस्ट, पर्चेजिङ कस्ट पनि भन्न सक्छ है। यो अर्डरिङ कस्टमा के पर्छ भनेर लेख्दा, तर हामीलाई सधैँ अर्डरिङ कस्ट झुक्याउँदैन, अर्डरिङ कस्ट नै भन्छ। अर्डरिङ कस्टलाई कहिलेकाहीँ झुकाउन चाहिँ क्यारिङ कस्टलाई। अर्डरिङ कस्ट भनेको वास्तवमा सामान अर्डर गर्दा लाग्ने खर्च त हो नि। फोन गरेर अर्डर गर्दा, पोस्टेज, टेलिग्राम गरेर अर्डर गर्दाखेरि लाग्ने खर्च हो। अर्डरिङ कस्ट भनेको पर्चेजिङ कस्ट हो कि। अर्डरिङ कस्ट पर अर्डर, एकचोटि अर्डर गर्दा, फोन गरेर, चिठी, हुलाक पठाएर होस्, पर्चेजिङ कस्ट पनि भन्छ, प्रोक्योरमेन्ट कस्ट पनि भन्छ है त्यसलाई ल, अर्डरिङ कस्टलाई। र विशेष हामीलाई कहिलेकाहीँ झुकाउने भनेको चाहिँ क्यारिङ कस्ट हो है। क्यारिङ कस्ट हो है, कहिलेकाहीँ झुकाउने भनेको चाहिँ क्यारिङ कस्ट हो। र क्यारिङ कस्टमा के पर्न सक्छ भन्दा, होल्डिङ कस्ट, स्टोरिङ कस्ट, इन्सुरेन्स कस्ट र इन्ट्रेस्ट अन क्यापिटल इन्भेस्टमेन्ट। अर्डरिङ कस्ट र क्यारिङ कस्ट। र यो अर्डरिङ कस्ट त झुक्किँदैन हामी, किन भन्दा अर्डरिङ कस्टलाई सधैँ अर्डरिङ कस्टै भनेर दिन्छ, कस्ट पर अर्डर नै भनेर दिन्छ, अर्डरै भनेर दिन्छ अर्डरिङ कस्टलाई चाहिँ। क्यारिङ कस्टलाई चाहिँ कहिलेकाहीँ क्यारिङ कस्ट, होल्डिङ कस्ट भन्न सक्छ। क्यारिङ कस्ट, होल्डिङ कस्ट। ओके, हामी हिसाबमा त्यसको चर्चाहरू गर्नेछौँ, हिसाबमा केही कुराहरू गर्नेछौँ। भनेपछि आजको भिडियो भनेको विशेष हाम्रो इन्भेन्ट्री म्यानेजमेन्ट, हाम्रो यो च्याप्टर 1 मार्क्समा सोध्छ। यसभित्र दुईवटा टपिक छ, इओक्यू र स्टक लेभल। र आज हामीले विशेष गरी इओक्यू को फर्मुलाहरू लेख्यौँ र केही क्वेसनहरू पनि हामी सल्भ गर्नेछौँ है त। ओके, मैले तपाईँहरूलाई यहाँ एनइबीमा सोधेका केही क्वेसनहरू सल्भ गर्नेछु। तपाईँहरूले क्वेसन ब्याङ्क, एडभान्स सरस्वती, अस्मिता पब्लिकेसन, कुनै पनि क्वेसन ब्याङ्क छ भने पनि तपाईँहरूले हेर्न सक्नुहुन्छ। होइन भने म तपाईँहरूलाई यहाँ क्वेसन पनि मैले डिस्प्ले गराउनेछु। र यो म तपाईँहरूलाई साल लेखिदिनेछु ल। यो कति कति सालमा सोधेको क्वेसन छ ठ्याक्कै। यो 2080 को क्वेसन हेरौँ है त ल। सबभन्दा पहिला सुरु यहाँ हामीलाई दिएको छ 2080 जीआई सेट एमा दिएको छ। क्वेसनमा हामीलाई एनुअल रिक्वायरमेन्ट दिएको छ। एनुअल रिक्वायरमेन्ट क्वेसन ध्यान दिनु होला है त। एनुअल रिक्वायरमेन्ट भनेर दिएको छ 10,000 युनिट। योलाई हामी ए भन्छौँ ल। यो गिभनमा हामीलाई ए भनेर दिएको छ, यो हो 10,000 युनिट ए दिएको छ। त्यसपछि हामीलाई क्यारिङ कस्ट पर युनिट भनेर दिएको छ। यहाँ लेखेँ मैले, क्यारिङ कस्ट पर युनिट सी भन्छौँ यसलाई हामी है। क्यारिङ कस्ट पर युनिट सी भनेर दिएको छ, इक्वल टु रुपिज 0.40 दिएको छ। र अर्डरिङ कस्ट पर अर्डर दिएको छ हामीलाई, अर्डरिङ कस्ट पर अर्डर ओ दिएको छ हामीलाई। अर्डरिङ कस्ट पर अर्डर ओ भनेर चाहिँ हामीलाई दिएको छ रुपिज 80, इक्वल टु रुपिज 80। र रिक्वायर्डमा सोधेको छ इकोनोमिक अर्डर क्वान्टिटी, इओक्यू निकाल्नु पर्ने छ हामीले है त। त्यसो भए वी हेभ, फर्मुला हामीसँग अलरेडी छँदैछ, इओक्यू इक्वल टु 2AO डिभाइड बाई सी। क्यालकुलेसन गरौँ होला है त। इक्वल टु 2 इन्टु ए भनेको 10,000 हो, 2A इन्टु ओ 80 डिभाइड बाई सी, सी भनेको 0.40 हो, रुट अन्डरमा। यति गरेपछि त भइहाल्यो। त्यसो भए
अब यो सबै क्याल्कुलेसन गर्दाखेरि कति आउँछ त भन्दाखेरि 2 इन्टु 10,000 इन्टु कति त 80 यो गर्दाखेरि 16 लाख आउँछ। 16 लाख र डिभाइड बाई 0.40 पनि मैले गरिदिएँ ल यहीँनेरि। 16 लाख डिभाइड बाई 0.40 गर्दाखेरि 40 लाख आउँछ। यो टोटल गर्दाखेरि 40 1 2 3 4 5 40 लाख आउँछ। हुन त सिधै एन्सर लेख्दै पनि हुन्छ, यो स्टेप पनि नगरिकन सिधै एन्सर लेखिदिँदा पनि हुन्छ। ल त्यसो भएदेखि सरी 2000 आउँछ ल। यो आउँछ 2000 युनिट आउँछ। हुन त तपाईहरुले सिधै यो लेखेपछि सिधै एन्सर लेख्दै पनि पुग्छ ल। यो स्टेप देखाइरहनु पर्दैन, यो जम्मा 1 मार्क्समा सोध्ने हो ल है त। यो 2000 युनिट भइहाल्यो। हामीले एउटा सोधेको क्वेशन हामीले सल्भ गरिसकेका छौं। यो 2080 को क्वेशन थियो है त। त्यसभए फेरि पनि हामी अर्को क्वेशन पनि सल्भ गरौँ है त। 2079 मा सोधेको एक दुईवटा क्वेशन हामी यसरी नै गर्दै जाउँ। पहिला सुरु 2079 GIE सेट बी मा सोधेको छ। एनुअल यु फलोइङ इन्फर्मेसन द कम्पनी आर गिभन भनिदिएको छ। एनुअल डिमान्ड ए भनिदिएको छ 4 लाख केजी। हामीलाई यो दिएको छ एनुअल डिमान्ड ए भनेर दिएको छ 4 लाख केजी। अनि अर्को दिएको छ हामीलाई अर्डरिङ कस्ट पर अर्डर ओ भनेर, फेरि पनि अर्डरिङ कस्ट पर अर्डर ओ भनेर 40 दिएको छ र क्यारिङ कस्ट भनेर ₹2 पर केजी। यो क्यारिङ कस्ट पर युनिट नै हो। त्यो क्यारिङ कस्ट पर युनिट अर्थात् अहिलेको क्वेशन अनुसार क्यारिङ कस्ट पर केजी सी इक्वल टु चाहिँ कति भन्दा ₹2 भनेर हामीलाई अहिले दिएको छ। फेरि पनि यो क्वेशनमा हामीलाई क्वेशनले के सोध्यो त भन्दा इकोनोमिक अर्डर क्वान्टिटी EOQ नै निकाल्न सोधेको छ है। यो क्वेशनमा पनि हामीलाई क्वेशनले EOQ नै निकाल्न सोधेको छ। तपाईहरुले सजिलैसँग EOQ निकाल्न सक्नुहुन्छ है। EOQ नै सोधेको छ। EOQ निकाल्ने फर्मुला फेरि पनि यही नै फर्मुला मैले युज गर्दिएँ। 2 इन्टु ए भनेको अहिले 4 लाख, 2 इन्टु ए इन्टु ओ भनेको 40 डिभाइड बाई सी भनेको 2 इक्वल टु क्याल्कुलेसन गरौँ होला है त। यति क्याल्कुलेसन गर्दाखेरि आउँछ हाम्रो 2 इन्टु 4 1 2 3 4 5 4 लाख इन्टु ओ भनेको 40 डिभाइड बाई 2 16 1 2 3 4 5 6 वटा 0 16 1 2 3 4 5 6 वटा 0 इक्वल टु 4 1 2 3 4000 युनिट आउँछ। यो क्वेशन पनि हामीले सल्भ गरिसक्यौं है त। त्यसो भए फेरि पनि अर्को एउटा पनि क्वेशन फेरि पनि हामी सल्भ गर्छौं। अहिले सोधेको क्वेशन थियो यो भइहाल्यो। सुरुको क्वेशन हेर्नु 2081 मा सोधेको क्वेशन छ यो। 2081 सेट BC मा बी अर्थात् सी इफ नम्बर अफ अर्डर इक्वल टु 6 टाइम्स। यो क्वेशनमा चाहिँ हामीलाई नम्बर अफ अर्डर दिएको छ, ध्यान दिनु होला ल। यो क्वेशनमा हामीलाई के दिएको छ भन्दा नम्बर अफ अर्डर चाहिँ क्वेशनमा हामीलाई दिएको छ। यहाँ हामीलाई क्वेशनले दिएको छ नम्बर अफ अर्डर इक्वल टु, नम्बर अफ अर्डर भनेको n इक्वल टु कति दिएको छ भन्दाखेरि 6 टाइम्स दिएको छ। 6 टाइम्स दिएको छ र अर्को दिएको छ हामीलाई इकोनोमिक अर्डर क्वान्टिटी इक्वल टु 3000, EOQ इक्वल टु 3000 युनिट भनेर दिएकै, 3000 केजी भनेर दिएको छ। 3000 केजी भनेर दिएको छ। फाइन्ड आउट द एनुअल रिक्वायरमेन्ट ए निकाल्नु पर्ने छ ल हामीलाई। एनुअल रिक्वायरमेन्ट ए इक्वल टु वाट? एनुअल रिक्वायरमेन्ट ए चाहिँ निकाल्न सोधेको छ यो क्वेशनमा है त। अब एनुअल रिक्वायरमेन्ट ए निकाल्ने फर्मुला त छैन, तर हामीलाई यहाँ नम्बर अफ अर्डर दिएको छ। यो क्वेशनमा हामीलाई नम्बर अफ अर्डर दिएको छ नि त है। नम्बर अफ अर्डर दिएको भन्नुको मतलब यसले हामीलाई हिन्ट्स दिएको हो कि त्यही नम्बर अफ अर्डरकै फर्मुला युज गर भनेर। यहाँ नम्बर अफ अर्डरको फर्मुला ए बाई EOQ छ नि त। ए पनि दिएको छ, नम्बर अफ अर्डर पनि दिएको छ, EOQ पनि दिएको छ। यहाँबाट ए निकाल्न सकिहाल्छ। हेर्नु होला एकचोटि कसरी रहेछ। हामीलाई अहिलेको क्वेशनमा नम्बर अफ अर्डर इक्वल टु, नम्बर अफ अर्डर अर्थात् n इक्वल टु ए डिभाइड बाई EOQ हो नि त। अब यही क्वेशनमा हामीलाई n भनेको दिएको छ 6 इक्वल टु ए डिभाइड बाई EOQ हो नि त है। अब यसलाई क्रस मल्टिप्लाई गर्न सकिन्छ नि त। ए डिभाइड बाई EOQ यसलाई क्रस मल्टिप्लाई गर्न सकिन्छ। EOQ हामीलाई दिएकै छ अहिले 3000, यसलाई क्रस मल्टिप्लाई गर्यो भने पनि ए
इक्वल टु छ त्यहाँ 18,000 केजी हुन्छ, यति गर्दा आइहाल्छ। मैले आजको भिडियो तपाईँहरूलाई धेरै लामो पनि बनाइनँ, किन भन्दा हाम्रो फर्मुला पाथको भिडियो थियो विशेष गरी, तैपनि मैले 1-2वटा क्वेसनहरू सल्भ गरिदिएँ। हामी लगभग अर्को एउटा भिडियो बनाउँछौँ यो इओक्यूसँग रिलेटेड, अर्को एउटा क्वेसन अर्को एउटा भिडियो बनाउँछौँ, लगभग त्यसमा सबै कन्सेप्टहरू पुरै क्लियर गर्छौँ हामी त्यसमा है त। त्यसो भए आज म तपाईँहरूलाई यो भिडियोलाई यहीँ अन्त्य गर्छु र यो पार्ट 1 को भएर यो च्याप्टरको पार्ट 2 नछुटाउनु होला। विशेष क्वेसनहरू त्यसमा हामी सल्भ गर्नेछौँ। आजको भिडियोबाट म तपाईँहरू सम्पूर्णसँग बिदा लिन चाहन्छु। हस्त सम्पूर्णलाई धन्यवाद।